आदरणीय खाली कुर्सीज्यूहरू, विश्वास छ नेपाल सरकारका मन्त्रीज्यूहरू यही हुनुहुन्छ होला भन्ने विश्वास लिएको छु। रकमान्तर गरेर 1 खर्ब रुपैयाँ चाहिँ हामीले सीमामा तारजाली लगाउनका लागि विनियोजन गरियोस् भन्न चाहन्छु र सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनु हुने ती नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोसाकमा पनि हामीले बजेट छुट्याउनुपर्छ। यो बजेटको दुर्बल पक्षहरूको बारेमा मात्रै चित्रण गरिरहन त्यति मुनासिब हुन्न। यो बजेटको एउटा सबल पक्ष चाहिँ मलाई के लाग्यो भने विविध कोषहरू यहाँहरूले राखिदिनु भएको छ, त्यहाँबाट पर्याप्त मात्रामा हामीले चाहिँ नि पछि नयाँ योजनाहरू पनि थप्न सक्छौँ भन्ने विश्वास मैले लिएको छु। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको बजेटमा मैले सल्लाह दिनु पर्दाखेरि खेल मैदानहरू विकास गर्नका लागि अलि ध्यान दिनुपर्छ जस्तो लागेको छ र अन्य शीर्षकहरू बरु कटाएर हुन्छ या जसरी हुन्छ। विद्यार्थीहरूलाई अहिले दैनिक 20 रुपैयाँ खाजा खर्च हामीले छुट्याएको रहेछौँ। 20 रुपैयाँदेखि 50 रुपैयाँ लान सके राम्रो हुन्थ्यो, किनभने भोका पेट सहित विद्यार्थीहरूले पढ्न सक्छन् जस्तो मलाई लाग्दैन।